तपाईँहरू केही कामै गर्न आउने हो कि पैसा कमाउन आउने हो कि होइन, तपाईँ पनि बिना आइडिया केही आउनु लाग्नु भएको छ कि या तपाईँको प्लान पनि छ भाग्ने। धेरैजना मान्छे भाग्छन् तर त्यो जति देशमा ट्राई गरे पनि केही नहुने होइन। जस्तो अब दुबईमा ट्राई गरेँ, दुबईमा नि केही भएन। साउदीमा ट्राई गरेँ, साउदीमा नि केही भएन होइन। जुन चाहिँ गल्फ कन्ट्रीबाट होइन दुःख गरेर आएको हुन्छन् क्या, अब गल्फ कन्ट्री जस्तो अब साउदी भयो। हेलो एभ्रिवान, वेलकम टु द च्यानल। के छ सबैजनाको हालखबर, न्यू डे न्यू भिडियो। आज पनि म आइसकेँ धेरै दिनपछि होइन। अनि आज बिहानको ड्युटी थियो अनि आज एउटा भिडियो नबनाइ भएन भनेर फेरि आएको छु म। सो लेट्स स्टार्ट द भिडियो। साइप्रसको बारेमा इन्फर्मेसन पाउनको लागि देवको युट्युबलाई सब्सक्राइब गरिदिनु होला अनि च्यानललाई चेक गरिदिनु होला है त। सो साथीहरू, आजको भिडियो चाहिँ मैले धेरै मान्छेले क्वेसन गरिरहेको थिएँ, साइप्रसमा किन आउँछन् मान्छेहरू होइन, के काममा आउँछन् यहाँ त्यहाँ भनेर भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ एउटा भिडियो बनाएको छु होइन। भिडियो बनाएको छु भने भिडियो बनाइरहेको छु, जुनमा चाहिँ म तपाईँलाई भन्छु होइन, एउटा 4वटा ग्रुपको मान्छेहरू या 4वटा क्याटेगोरीको मान्छेहरू जो चाहिँ साइप्रस आउँछन् होइन। किन आउँछन्, के गर्न आउँछन् त्यो तपाईँलाई म सबै भन्छु। तपाईँलाई थाहा होला साइप्रस एउटा कन्ट्री हो होइन, एउटा आइल्यान्ड हो जुन चाहिँ युरोपियन युनियनमा पर्छ, तर अहिलेसम्म सेन्जेन भएको छैन है। सेन्जेन कन्ट्री भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँ सेन्जेन कन्ट्रीको एउटा भिजा भयो भने युरोपियन युनियनमा जतिवटा कन्ट्रीहरू छ त्यो कन्ट्रीहरूमा सब तपाईँ जान पाउँछ विदाउट भिजा क्या, अरूको भिजा लिनु पर्दैन। त्यही एउटा कन्ट्रीको भिजा भयो भने तपाईँ युरोपियन युनियनको सबै कन्ट्रीहरूमा तपाईँ जान पाइयो है त, एज अ भिजिटर, या त्यहाँ गएर तपाईँले के मिलाएर काम पनि गर्न सक्नुहुन्छ है। सो साइप्रस अहिलेसम्म सेन्जेन भएको छैन होइन। सेन्जेन भयो भने चाहिँ यो हामीले बेनिफिट्सहरू हामीले पनि पाउँछौँ होइन। सो लेट्स वेट टिल देन होइन। सो यो भिडियोमा चाहिँ म तपाईँलाई 4वटा क्याटेगोरीको मान्छेहरू भन्छु जो चाहिँ साइप्रस आउँछन् है त। भन्दाखेरि फर्स्ट क्याटेगोरीमा चाहिँ पुरै हार खाइसक्यो मान्छे क्या होइन, बुझ्नु पनि। अब एउटा मान्छे हुन्छ त्यसले कतिवटा कन्ट्रीमा ट्राई गरे हुन्छ, जति जहाँ गए पनि केही पनि नलाग्यो क्या। अब जस्तो फर्स्टमा दुबईमा इन्टरभ्यू दियो होइन, इन्टरभ्यू दियो, फेरि के हुन्छ झुलाइदिन्छ, यो भयो, त्यहाँ दुबईमा छोडिदियो। साउदीमा गयो, साउदीमा पनि इन्टरभ्यू दियो, यो त्यो भएर त्यहाँ पनि झुलायो, त्यहाँ पनि उसको काम केही पनि भएन होइन। दुबई, साउदी, कतार, उसले जहाँ पनि गऱ्यो होइन, उसलाई सबै ठाउँमा झुलायो होइन। अब लास्टमा बच्यो साइप्रस उसको दिमागमा, यहाँ कहीँ उसले साइप्रस देख्छ अनि हावातालमा एप्लाई गर्छ साइप्रसमा। सो यो भयो क्याटेगोरी 1को मान्छे जो चाहिँ एकदमै कन्फ्युज छ, एकदमै हार खाइसकेको छ कि ऊ जहाँ ट्राई गर्दा पनि भएको छैन, तर उसले साइप्रस ट्राई गर्दा चाहिँ भयो। सो यो हो क्याटेगोरी 1को मान्छे। सो क्याटेगोरी 2को मान्छे चाहिँ गल्फ रिटर्न मान्छेहरू क्या, जो चाहिँ एकदमै दुःख पाएर होइन, दुःख पाएर सानो पोस्टदेखि नै काम गरेर जति गर्दा पनि दुःख पायो उनीहरूले होइन। सो उनीहरूको एउटा सपना हुन्छ अब कति खाडीमा बस्ने, अब युरोपियन कन्ट्री भए पनि युरोप भयो भने जानु पऱ्यो भनेर उनीहरूको दिमागमा के आउँछ, उनीहरूले काहीँ सुन्या हुन्छन् क्या साइप्रस होइन युरोपियन कन्ट्री हो भनेर। त्यही भएर उनीहरूले अब एप्लाई गर्छन् साइप्रस। यो चाहिँ सेकेन्ड क्याटेगोरीको मान्छेहरू जो चाहिँ खाडीबाट दुःख पाएर अब राम्रै कन्ट्रीमा जान्छु भनेर एप्लाई गर्ने मान्छे है त। अर्को छ हामीसँग थर्ड क्याटेगोरीको मान्छेहरू जसलाई चाहिँ केही पनि आइडिया हुँदैन साइप्रसको बारेमा, कहीँको बारेमा केही आइडिया हुँदैन। उसले जस्ट स्यालेरी हेर्छ होइन अनि डिमान्ड हेर्छ अनि उसले केही नबुझिकन यो कन्ट्री के हो कस्तो केही बुझायो होइन एप्लाई गर्छ। त्यसमा चाहिँ म पनि पढ्छु होइन। म यस्तो मान्छे हो जसलाई चाहिँ साइप्रसको बारेमा केही पनि थाहा थिएन क्या। न मलाई साइप्रस आइल्यान्ड हो भने थाहा थियो, न यो युरोप हो मलाई थाहा थियो होइन। जस्ट स्यालेरी हेरेँ, ल ठिक छ भनेर म हावातालमा एप्लाई गरेँ होइन। सेन्जेन हो होइन मलाई केही पनि थाहा थिएन, हावातालमा एप्लाई गरेँ। सो यो हो थर्ड क्याटेगोरीको मान्छेहरू जुनमा चाहिँ म पनि पढ्छु है। सो लास्ट भनेको फोर्थ क्याटेगोरीको मान्छेहरू जसको प्लान हो भाग्ने साइप्रसबाट। कहाँ भाग्ने त, जहाँ चाहिँ तपाईँको कार्ड भन्छ, जस्तो पोर्चुगल, स्पेन होइन, यस्तो छ त्यसमा भाग्ने। सो धेरै मान्छेहरू हुन्छन् जसको चाहिँ पहिल्यै अलरेडी नै साइप्रसबाट अरू देशमा सेटल भइसकेका हुन्छन्, उनीहरू साइप्रसको थ्रु नै गएका हुन्छन् उनीहरू होइन। सो उनीहरूको चाहिँ अब रिलेटिभ्स या कसैले उनीहरूलाई सिकाउँछन् होइन, र तिमी साइप्रससम्म आऊ, साइप्रससम्म आएर के गर्ने म भन्छु होइन। सो यो फोर्थ क्याटेगोरीको मान्छेहरू जसको चाहिँ प्लानै भाग्ने हुन्छ क्या। आउने 1 वर्ष 2 वर्ष काम गर्ने, कार्ड हातमा दिने अनि त्यहाँ एजेन्टको थ्रुबाट टाप दिने त। यो हो 4 क्याटेगोरीको मान्छेहरू त। सो मैले तपाईँलाई भने 1 2 3 4 4वटा क्याटेगोरीको मान्छेहरू भने जो चाहिँ साइप्रस आउँछन् होइन। सो तपाईँलाई पनि अलिकति कन्फ्युजन भयो होला होइन। तपाईँहरू चाहिँ कुन चाहिँ क्याटेगोरीमा पर्नुहुन्छ प्लिज कमेन्ट डाउन है। तपाईँहरू केही कामै गर्न आउने हो कि पैसा कमाउन आउने हो कि होइन,
तपाईँ पनि बिना आइडिया केही आउनु लाग्नु भएको छ कि या तपाईँको प्लान पनि छ भाग्ने। धेरैजना मान्छे भाग्छन् तर त्यो आफ्नो रिस्कमा भाग्छन् होइन। जे पनि हुनसक्छ साथीहरू, तपाईँलाई जेलमा हालिदिन सक्छ, तपाईँलाई नेपाल फिर्ता पठाउन सक्छ होइन, बाटोमा जे पनि हुनसक्छ होइन। त्यही भएर आफ्नो रिस्कमा जाने हो, आफ्नो रिस्कमा केही गर्ने भए सबै आफ्नो रिस्कमा हो। सो साथीहरू धेरै कमेन्टहरू आइरहेको थियो भिडियो आएन भनेर, लाइभ पनि आउनु भएन भनेर धेरै कमेन्टहरू आइरहेको थियो होइन। म चाहिँ यो 2-4 दिन होइन, यो हप्ता लास्टै बिजी थिएँ क्या। यहाँ पुरै कार्निभल चलिरहेको थियो होइन। कार्निभल चलेर अनि काममा पनि आएर थकाइ लागेर अहिले पनि देखिन्छ आँखा त्यस्तै छ होइन, थकाइ लागेर आउँछु होइन। त्यही पनि भिडियो बनाउन म ट्राई गरेर आउँछु, जबसम्म टाइम मिल्छ तबसम्म बनाउँछु भिडियो होइन। अति थाके बेला चाहिँ म भिडियो बनाउन सक्दिनँ, त्यही भएर तपाईँलाई माफी माग्न चाहन्छु होइन। मैले सके बेला चाहिँ म भिडियो बनाइदिन्छु तपाईँहरूको लागि होइन। अनि त्यही नै हो, आजकल अब सिजन पनि सुरु हुन लाग्यो, अलिकति हल्का गर्मी हुन थालिसक्यो होइन। कस्तो छ भन्दाखेरि बिहान चाहिँ जाडो अनि फेरि दिनभरि गर्मी होइन, फेरि अलिकति राति हुन थाल्यो, हावा चल्न थाल्यो, चिसो हुन थाल्ने होइन। सेम नेपाल जस्तै भइरहेको छ क्या अहिले यहाँको क्लाइमेट चाहिँ होइन। अनि अहिले मार्च पनि भइसक्यो होइन। सो धेरै जस्तो होटलहरू खुल्न थालिसक्यो। अनि अब यो मार्चमै हो धेरै जस्तो भ्याकेन्सीहरू आउने होइन। तपाईँहरूलाई अब धेरैजना इन्ट्रेस्टेड हुनुहुन्छ होइन। इन्ट्रेस्टेड हुनुभएको मान्छेहरू चाहिँ म्यान पावरसँग कन्ट्याक्टमा बस्नु होला। उनीहरूले पोस्ट हालिरहेको हुन्छ नि यति डिमान्ड आएको भनेर होइन। डिमान्ड आउने बित्तिकै तपाईँले तुरुन्तै कन्ट्याक्ट गर्नु होला म्यान पावरलाई है, ताकि तपाईँको तुरुन्तै इन्टरभ्यू होस् होइन, काम अगाडि बढोस् भनेर।